पुरै देखाउन सकिनँ। जाने बित्तिकै यति आन्टीको खुट्टामा जुगा देखेँ कि त्यहाँबाट मलाई पनि जुगा देखेँ, म सकिनँ। Start my vlog. गाइस वेलकम टु माई युट्युब च्यानल। हामी चाहिँ गाउँ जान लागेको होइन, बिहान बिहान यस्तो जाडो सिजन भएर यस्तो हामी चाहिँ हिँडेको गाइस, मम्मी र म। अब फुपूहरू आउन बेसी टाइम लाग्यो। वाउ हिमाल क्या खतरा देखेको। हामी यहीँ फुपूहरूलाई कुरिरहेको छौँ बाटोमा, फुपूहरू आउँदै हुनुहुन्छ र फुपूहरू आउनु भइसक्यो। अब जाने सँगै हामी यति 4 जना हुन्छ। हेलो मेरो भ्लगमा स्वागत छ। मेरो भ्लगमा सबैजनालाई स्वागत छ। हाम्रो भ्लगको सबसे कमेडियन भनेको फुपू र आन्टी हुनुहुन्छ। अब हामी 10-15 मिनटमा पुल आइपुग्छ होइन। पहिला त सागु भन्नाले तुइङ भन्ने हुन्छ कि एउटा हुन्छ त बस्ने जस्तो, त्यस्तो बसेर हामीले डोरीले तानेर पारिपट्टि पुग्छौँ कि। अहिले त त्यो हुन्छ नि, अहिले लामो त्यो पुल ब्रिज हुन्छ कि अन्त हो त्यो राख्या कि। पहिला त त्यस्तै थियो, अहिले चाहिँ हल्का डर लाग्छ। अनि मैले यसरी खासै बनाउँदैन होइन, बनाएँ नि फर्स्ट टाइम नै हो भनौँ। यस्तो त खासै बनाएँ नि भिडियोहरू लङ बनाउँथ्यो कि, जस्तै बाहिरतिर काम गरेको साउन्डहरू हालिदियो त्यसै बनाउँथ्यो। यसरी बोलेर चाहिँ खासै बनाएको छैन, फर्स्ट टाइम नै भनौँ। तपाईँहरूलाई मेरो भ्लग कस्तो लाग्छ लेट्स सी। अब हामी तर मलाई यस्तो ट्राभल गर्नु चाहिँ बेसी मनपर्छ होइन, त्यही भएर हिँडेको। नत्र ओह्रालो हर्छ यस्तो जाडोमा हिँड्नलाई। जाडोमा त धेरै जस्तो आजभोलिको मान्छेहरू सुतिरहन्छ नि त, कतै हिँड्न मन लाग्न, रनिङ धरि गर्न सक्दैन नि त कोही। म भने जति यस्तो बिहान बिहान घाममा चाहिँ म नि सक्दिनँ। घाममा मलाई के हुन्छ होइन। अस्ति नै एकचोटि हाम्रो तामाङहरूको हुन्छ नि त रेली थियो कि बौद्धको, अनि त्यतिखेर रेली गयो होइन। तामाङ ड्रेस लगाएको थियो, पेटमा अलिक कसेर नि होला सायद, कसी थियो पेटमा। अनि हिँड्ने कि धेरै, अनि गर्मीले अनि बसमा गएर नै भमिट भइदियो कि म। के थियो त्यो त थाहा भएन, तर गर्मी चाहिँ मलाई सक्दैन कि कन्ट्रोल गर्न। अनि जाडोमा चाहिँ म ट्राभल गर्न बेसी मजा लाग्छ, त्यही हो। यो बाटो त उँधोसम्म यस्तो बनाएर राम्रो हुन्थ्यो है। उँधो त छैन कि तर पहिलाको भन्दा राम्रै बनाएको नि बाटोहरू। भाग्नु न। फाइनली गाइस हामी होइन फाइनल ठाउँमा चाहिँ आइपुग्यो होइन। फाइनल ठाउँ त माथि नै कता हो। अहिले चाहिँ हामी सागु आइपुगे। सागु हामी सागु आइपुगे। यसरी ढोग्नु पर्छ ल। हाम्रो मम्मी एक्लै हिँड्नु भयो। हामी चाहिँ जाडोले फलाममा यस्तो छिर्दैछ, यहाँ यस्तो चिसो हातै पक्रेको हिमाल। किन बनाउँदै जाने हो टिकटक? बनाउनु नि त दिनु नि त, म निकालिदिन्छु टिकटकबाट। मम्मी टिकटक बनाउनु हुन्छ अरे कि, यो जुनीमा घाम लाग्यो भन्ने मलाई चाहिँ थाहा छैन होइन। टिकटकमा सर्च गर्दैछु म अहिले। ओके हेलो माई फुड। फुपू आन्टीहरू
डरायो वाउ फ्लावर यहाँबाट झन् खतरा देख्दो रहेछ अहिले चाहिँ सबसे लास्टमै भएँ किनकि मैले तपाईँहरूलाई देखाउनु पर्छ नि त भ्लगमा के न के मैले तपाईँहरूलाई हिमाल देखाइरहेको थिएँ सो अगाडि भाग्नुभयो सबै हामी चाहिँ यहाँ 3 जना मात्रै छु मम्मी फुपू आन्टी चाहिँ पसलतिर गाई धुनु भएको छ अनि त्यो निकाल्दियो भनेको के छ बिचारै हिमालसँग त्यो सर्च गरेर निकाल्दिएको खै दिनु नि त ए खै के हिमचुली के चाहियो मम्मीलाई ऊ त्यहाँ कस्तो राम्रो देख्छ ऊ माथि गएर ठिक हुन्छ सम्बन्ध त यसरी यता देखाउनु न डाटाउनु गरेर एकछिन हिमचुलीमा घाम लाग्यो यहाँ बोलेर हुन्छ नि होइन तपाईँ चाहिँ बोलेर चाहिँ हेलो हेलो गाइज हिमचुलीमा घाम लाग्यो तपाईँ नबोल्नु न मम्मीले मेरो भ्लग सबै बिगार्थ्यो कट कट गरेर हाल हिमचुलीमा घाम लाग्यो सङ ए हिमचुलीमा घाम लाग्यो सङ कस्तो झन् क्यामेरामा देखाउनु भनेको त अझै यो ल्याऊ भने मेरो भ्लगै बिगार्दै थिएँ दबाउनु न हिमचुली झन् यसरी दबाउनु भनेर देखाएको त भयो हिमचुली सर्च गर्नु न यो रातोमा माथि माथि रातोमा दबाउनु न यहाँ आयो यहाँ गऱ्यो मेरो भ्लगको भिजिट गरिदिनु भयो मम्मीले छैन खाइदिनु त डाटा भ्याउँछ अहिले नानी तपाईँ खैमा हजुर हामी चाहिँ फेरि यसरी बोलेर गर्न मिली खाएको रहेछ मेरोमा छैन मम्मीकोमा रहेछ हिमचुलीमा घाम लाग्यो सङ किन नआएको त हिमचुलीमा घाम फाइनली आयो सङ मम्मी यही गीत भन्नुभएको कि मम्मी लाउनु बेच्नु राखेको लान लाग्यो गाउँबाट बोयो लिएर म त बाजे बोल्छ होला भनेर बाजे भनेको पछि फर्केर हेरेको त बैदु पो रहेछ अहिलेको फाइनली गाइज जुगा भेट्यो खै जुगा दियो अरे रगत आयो धन्न मेरोमा आएन आउँछ झन् त अबे छिटो जान आन्टी आन्टी छिटो जाम जुगा आउँछ बागम 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 तेरा छिछिरी नोर्दा चाहिँ म त टिप्दैन निम्रो यहाँ दुईटा निम्रो के टिपेको थियो जुगै आयो रगतै आयो नि देखानी चाहिँ उता गयो भनेर दिदी चाहिँ
काठमाडौँ गयो भने अनि उमा जुगा छैन छमुल्ल त गरे कता गरेर टोकिखेन मलाई नि के को गु यस्तो अब बान्दरको त्यस्तो हुन्छ कालो जे भयो सोधेको नि बिहान बिहान अर्काको बाजेलाई उठाएर ल ल हामीलाई त डर लाग्छ मलाई त कति ठुलो ल फालिदिनु कति रातो आज नि बोला बस दिनु गयो हेलो एभ्रिवान हामी बिहान गाउँ गएको छैन यता त सागहरू के लिन नै अनि जुगा देखेको मैले जुगा देखेर तपाईँहरूलाई मैले ब्लग किन अन्त जुगा देखेँ नि के हो त्यसैले मेरो खुट्टामा जुगा आएकोबाट मैले भिडियो इन्ट्री गर्थेँ अनि हामी गाउँबाट आइसकेपछि खाना खाएँ अनि सुतेर बसेको थिएँ होइन एकछिन रेस्ट गरेको थिएँ अनि फुपूको फोन आयो फिल्म हल हेर्न जाने भनेर अनि आज अब हामी चाहिँ रेडी भएर ड्रेसअप लगायो अब कपाल गर्नु बाँकी छ अनि हामी मुभी हेर्न जान्छौँ मुभी हेर्न गएको आदि ब्लगहरू तपाईँलाई देखाउँछौँ बाई हामी चाहिँ अब घरबाट हिँडेको अब फिल्म हेर्न जाने त्यही भएर मम्मी म हामी फिल्म हलमा पुग्नलाई आँचे गरेर आएर अलमोल केसीको मुभी चल्दैछ अलमोल केसी किन्नै हामी के हो जेरी जेरी भन्नु पो रहेछ नि त अलमोल केसीको त जेरी अनमोल केसीको हेलो मेरो भ्लगमा स्वागत छ दुवैजनालाई मेरो भाउजू अनि मेरो भाउजूको साथी दुब्लाउनु भएछ त खत्रै राख्छ होला अनि हामी जेरियन मुभी हेर्न है हामी आएको बाई देखेर कि देखेन मलाई पनि थाहा मेरो नाम थाहा छैन मलाई हामीजनामा को गोरुको केटी मैले कति मिठो खानुभयो ल घाटेको मैले फाइनली गाइस हाम्रो चटपट आयो ढिलो नभएको कालो देख्दो रहेछ हो गाउँदेखि टिमहरुसँग आजको यात्रा अझै मैले यस्तो भनेको के अरे जुगा देखेर मैले पुरै बनाउन पाइनँ नि त अनि अघि यो कपडा लगाएर अनि मुख धोएर अनि के अरे जुगा देखेर डराएर अधुरो भयो हाम्रो ब्लग त्यही भएर अहिले फिल्म हलसम्मको ब्लग पुरा हुन्छ भनेर बनाएको नि नभएको पिम्पल नि इचु कालो कालो नि देखाइदियो मेरो त देखाएन नि त फेरि गए पिरो मैले त बाखाइन सन्च भएन मैले खुर्सानी परेको थियो भन्न खा मेरो अनुहार कति ठुलो मेरो होइन पिम्पल गाइस पिम्पल माई लिप्स यस्तो त चलाएर लाइक ए मैले बाबुले पनि बनाएको थिएँ नि यस्तो हामी फेरि पनि आइसकेका छौँ We have reached our destination. हामी कुछ समझ नै
हामी हाम्रो गन्तव्यमा पुगिसक्यौँ भनेको अघि फेरि आएको थिएँ अनि टिकट गएर त बन्द रहेछ अहिले नरहेछ कि टाइम नभए रहेछ अनि त्यही भएर फेरि गएँ चटपट खाना खाएँ फेरि आएँ अब फेरि देखेको छैन त्यहाँ मान्छेको भिड अनि त्यो टिकट दिने ठाउँ नि खोला छैन सो हामी एकछिन वेटिङमा छु यतिको मान्छे नै आउँदैछ नि यो फिल्म हलमा के न्याक्च परेको ठाउँमा बसेँ क्या हो गयो भनेर खेलेर रहेछ है खेल्न बाटो होला है सडकतिर गइया त्यसले चाहिँ सुट हाल्नु बुझ्यो सेतो लाउने चाहिँ तपाईँको फेरि आफ्नै पुष्पा खोल